हेलो साथीहरू, हेलो गाइस। हजुरहरू कस्तो हुनुहुन्छ? उम्मेद गर्छु हजुरहरू सबैजना सन्चो सुविस्तै हुनुहुन्छ होला। अनि म पनि सन्चो सुविस्तै छु, हजुरको मायाले, हजुरहरूको आशीर्वादले। अनि म चाहिँ यहाँनिर डिनर बनाउन लागेको, किनकि आज चाहिँ डिनर बाहिरबाट आउँदैन, त्यही भनेर चाहिँ मैले यहाँ पनिर बनाउन लागेको। किनकि मलाई खाना बनाउने काम त बिल्कुलै मन पर्दैन होइन, त्यही भनेर चाहिँ र पनि आज चाहिँ अब बाहिरबाट खाना आउँदैन भनेर चाहिँ आज म यहाँ पनिर बनाउन लागेको। अनि येल्लो क्याप्सिकम रेड क्याप्सिकम काट्न लागेको। अनि प्याज टमाटर सबै मैले यहाँ रेडी गर्नुको लागि मैले यहाँ प्याज लिएर आएँ। अनि प्याज लसुन अनि यहाँबाट मैले एउटा टमाटर पनि निकालेँ। त्यसको बादमा चाहिँ मैले यसलाई मजाले काटेँ ठुल्ठुलो गरेर। अनि यसलाई चाहिँ पहिला मैले सोचेँ कि हल्का फ्राई गर्नु पऱ्यो भनेर चाहिँ मैले यहाँ तेल हाल्न लागेँ। त्यसको बादमा चाहिँ मैले यहाँ हल्का फ्राई गरेर चाहिँ मैले यहाँनिर सोचेँ कि यसलाई ब्लेन्डिङ गर्नु पऱ्यो भनेर होइन, किनकि कच्चापना आउँदैन नि त, नभए चाहिँ कच्चाको उयो टेस्ट आयो भनेदेखि चाहिँ सब्जी अजिबको बनिन्छ होइन। यसरी हल्का फ्राई गरेँ भनेदेखि चाहिँ टेस्ट पनि राम्रो आउँछ। अनि यहाँ चाहिँ मैले सारा चिजलाई चाहिँ मैले हल्का फ्राई गरेँ, टमाटर प्याज क्याप्सिकम अदरक लसुन सबै कुरो यहाँ चाहिँ मैले तयार गरेँ। यो चाहिँ फ्राई गरेर होइन, फेरि यसको बादमा मैले यहाँ हजुरहरूलाई देखाउँदैछु। अनि यो चाहिँ हल्का फ्राई भइसक्यो। अब यसलाई चाहिँ म यहाँनिर राखेर चाहिँ फेरि त्यसको बाद मैले यहाँनिर पनिर धुन लागेँ। त्यसको बादमा चाहिँ मैले यहाँ पनिर धोएर चाहिँ यहाँनिर काट्नको लागि तयार गरेँ। किनकि पनिरलाई चाहिँ ठुल्ठुलो पिस गरेर काट्यो भने चाहिँ जस्तो हल्का फ्राई गर्दाखेरि चाहिँ टुट्दैन भनेर। अनि मैले यहाँनिर पनिरलाई सच्चा ठुल्ठुलो गरेर काटेँ। त्यसको बादमा यहाँ अलिकति हल्का तेल हालेर चाहिँ अनि मैले बटरमा फ्राई गर्नुको लागि रेडी गर्दै थिएँ। किनकि हल्का तेल हाल्यो भने चाहिँ बटर मक्खन जल्दी जल्दैन नि त, त्यही भनेर चाहिँ मैले हल्का तेल मिक्स गरेँ यहाँनिर होइन। अनि यहाँनिर चाहिँ पनिरलाई पनि ठुल्ठुलो गरेर पिस गरेँ। त्यसको बादमा चाहिँ मैले यहाँनिर सानोबाट बटर हालेँ। बटर हाल्नुको बादमा मैले यहाँनिर पनिर फ्राई गर्न हाम्रो सानो भाइले चाहिँ पनिरलाई चाहिँ एकदमै स्वाद गरेर खान्छ होइन, पुरा मन पराउँछ। अनि पनिर चाहिँ ज्यादातर हमेसा बनिन्छ होइन। अनि यहाँ मैले लामो लामो गरेर काटेँ। अनि यहाँनिर यसमा चाहिँ मैले यहाँनिर बटरलाई पिगालेर यहाँनिर मैले पनिर हालेर फ्राई गर्न थालेँ। हल्का ज्यादा फ्राई गऱ्यो भने फेरि हार्ड बनिन्छ होइन, यसलाई चाहिँ मैले हल्कै फ्राई गरेँ। अनि त्यसको बादमा मैले यो चाहिँ ब्लेन्डिङ गर्नु पऱ्यो, यसको पेस्ट बनाउनु पऱ्यो भनेर यहाँनिर हाल्न थालेँ। त्यसको बादमा मैले यहाँनिर काजु पनि हालेँ, किनभने काजुले टेस्टबाट मिठो आउँछ। अनि त्यही भएर मैले यहाँनिर 6-7वटा काजु पनि हालेँ। त्यसको बादमा चाहिँ मैले यहाँ लगेर चाहिँ ढक्कन लगाएर चाहिँ मैले सोचेँ ब्लेन्डिङ गर्नु पऱ्यो साथी हो भनेर सोचेँ। फेरि मैले यहाँ ब्लेन्डिङ गर्न थालेँ। ब्लेन्डिङ गर्दाखेरि चाहिँ यति राम्रो कलर आएको थियो नि के भन्नु साथीहरू। अब होइन हेर्नुहोस् तपाईँहरू आफै पनि कस्तो मजाको कलर आयो यसको। अनि मैले यहाँ फेरि राम्रो पिसेन भनेर फेरि एक बार चलाएँ। यो मसिन चाहिँ नि मिक्सरभन्दा चाहिँ योबाट राम्रो हुन्छ है साथी हो। अनि यहाँ फेरि मैले कराई टिकाएँ। त्यसको बादमा चाहिँ मैले यहाँनिर चाहिँ पनिरलाई यहाँनिर साइड गरेर राखेँ ताकि ठन्डा होस् भनेर। अनि त्यसको बादमा चाहिँ मैले यहाँनिर चाहिँ त्यो धोनेमा हालेँ फ्राई पिनलाई चाहिँ। त्यसको बादमा मैले यहाँ पनिर काट्न थालेँ। पनिर ठुल्ठुलो पिस गरेर चाहिँ मैले फ्राई गरेको थिएँ होइन। त्यसको बादमा मैले यहाँनिर गरम मसाला, उसको हल्दी, उसको धनियाँ पाउडर अनि यो पनिर मसाला, अनि त्यसको बादमा चाहिँ मैले पनिर काटेर रेडी गरेँ। उसको बादमा मैले यहाँनिर चाहिँ हल्का पानी निकालेर चाहिँ यसलाई सारा मसलाहरू यहाँ मिक्स गरेँ। किनकि यसरी पानीमा मिक्स गरेर हाल्यो भनेदेखि चाहिँ मसला जल्दी डढ्दैन क्या, जल्दी जल्छ नि त नभए चाहिँ। त्यही भनेर चाहिँ मैले यहाँनिर हल्का मिक्स गरेर चाहिँ यसको पेस्ट जस्तो बनाएँ होइन। त्यसको बादमा मैले यहाँनिर धनियाँ पाउडर अलिक हाल्नु पऱ्यो भनेर चाहिँ धनियाँ पाउडर मिक्स गरेँ। त्यसको बादमा चाहिँ मैले यहाँनिर सारा ढक्कन बन्द गर्दै राख्दै गरेँ। किनकि मलाई चाहिँ एकदम ग्यासको आसपासमा के भएको मन पर्दैन क्या, सिनिक्क हुनुपर्छ मलाई खाना बनाउँदा चाहिँ। त्यही भनेर चाहिँ म जो चिज पनि उयो गर्दै राखिहाल्छु, चलाउँदै राखिहाल्छु होइन। त्यसको बाद मैले यहाँ ओइल हालेँ। त्यसको बादमा चाहिँ मैले सोचेँ एउटा तेजपत्ता निकाल्नु पऱ्यो भनेर तल कभरबाट एउटा तेजपत्ता निकालेर चाहिँ टक्क तेजपत्तालाई मैले यहाँनिर तोडेर
हालिदिइहालेँ। फेरि मैले सोचेँ चलो अब म चाहिँ फटाफट बनाउनु पऱ्यो, किनभने अहिले भैयाले 8:30 पाउन 9 बजीसम्म त खाना खान्छ भने फेरि मैले यहाँनिर मसला हालेँ। यसरी पानीमा घोलेर मसला हाल्यो भनेदेखि चाहिँ छिट्टो डढ्दैन बिल्कुलै, फ्राई पनि मजाले हुन्छ होइन साथी हो। फेरि त्यसको बादमा मैले हजुरहरूलाई यहाँ देखाएँ, हेर्नुहोस् है भनेर। त्यसको बादमा चाहिँ फेरि मैले सोचेँ अझै मजाले फ्राई गर्नु पऱ्यो भनेर होइन। त्यसको बादमा यहाँ फ्राई गर्न थालेँ मजाले, फेरि अलरेडी फ्राई भयो। त्यसको बादमा मैले यो पेस्ट हालेँ। पेस्ट त यति मिठो कलर आएको थियो नि साथीहरू, के भन्नु, यति मिठो कलर आएको थियो। फेरि मैले यहाँ चलाउन थालेँ, किनकि नभए चाहिँ जलिहाल्छ नि त होइन। त्यहाँदेखि ग्यास पनि सानो गरेर मैले यहाँ फटाफट मिक्स गर्नु थालेँ। मैले सोचेँ अझै यहाँनिर छ रहेछ भनेर चाहिँ फेरि मैले एकदम पुरा यस्तो गरी हाल्दै थिएँ होइन। यहाँ चाहिँ हेर्नु कस्तो मिठो कलर आयो होइन। त्यहाँबाट यहाँ तेल छोड्दै गएँ, मैले सानोबाट मक्खन पनि हालिहालेँ होइन, किनकि मक्खन हाल्यो भने टेस्टबाट मिठो आउँछ। अनि यहाँ मैले मजाले मिक्स गरेँ यसलाई। फेरि मैले यहाँ नमक हालेँ। त्यसको बादमा चाहिँ फेरि मैले नमकको बट्टालाई पनि साइड राखेर त्यहाँदेखि हल्का पानी हालेर चाहिँ थोडासा मसलालाई ग्रेभी टाइपको बनाएँ होइन। त्यहाँदेखि किनभने पनिरले पनि पक्रिनु पऱ्यो नि त यसलाई, मसलालाई होइन। त्यहाँदेखि पनिर हालेँ मैले। त्यसको बादमा चाहिँ मैले मजाले मिक्स गरेँ साथी हो। त्यसको बादमा चाहिँ मैले ढक्क यहाँ पनि ढक्कन लगाएर चाहिँ यसलाई ढाकिदिएँ, ताकि भाफले पनिरले पनि मसला चुसोस् भनेर होइन। त्यहाँदेखि त्यसको बाद पनिर तयार। हजुरहरूलाई कस्तो लाग्यो हेर्नु, यहाँ मैले अलरेडी बनाइसकेँ होइन। हजुरहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहुन्छ भन्ने सम्पूर्ण आशा गर्दछु। एक्चुअली मलाई भिडियोहरू बनाउन आउँदैन र पनि साथी म ट्राई चाहिँ गर्छु होइन। किनकि अब ट्राई गर्दै हरेक चिज राम्रो हुन्छ होइन। सडनली त कसैको पनि राम्रो हुँदैन होइन। तर अब म चाहिँ ट्राई गर्दै भए पनि बनाउँछु होइन। हजुरहरूले मन पराइदिनुहुन्छ भन्ने सम्पूर्ण आशा गर्दछु। अनि हजुरहरूले लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनुहुन्छ भन्ने आशा गर्दछु। अनि सो बाई बाई, थ्याङ्क यू सो मच। मेरो भिडियोलाई हेरिदिनुहुन्छ भन्ने आशा गर्दछु।